नमस्कार सबैजनामा। सम्पूर्ण ग्राहक महानुभावहरूलाई एउटा सूचनामूलक कार्यक्रम एउटा प्रस्तुत गर्न गइरहेको छु। यो हाम्रो प्रोडक्ट सम्बन्धी प्रोडक्ट ठाउँ ठाउँमा पुग्दाखेरि यहाँहरूलाई पर्ने समस्या, यहाँहरूले नबुझेको कुरा, अनि प्लम्बरले नि नबुझेको कुरा, प्लम्बर आउँछ यो त मिल्दो रहन्छ भन्छ हैन। अनि हाम्रो घरमा हुनुपर्ने धारो वासिङ मेसिन फिट गर्दा हुनुपर्ने सजिलो, आफैले प्लम्बरै नचाहिने हामीले पठाएको मेसिन आफै फिट गर्न सक्नुहुन्छ। म थोरै सिकाउन गइरहेको छु, ध्यान दिएर हेर्नु होला है। यो एउटा यस्तो धारो पाइन्छ, यहाँ हेर्नु होला। यो धारोको ब्रान्ड चाहियो भने ब्रान्डमै प्रचार गरे त होइन, यो धारो मेरो कम्पनी पनि होइन, तर पनि यो मिल्छ भन्न खोज्या मात्रै हो है। यस्तै खालको धारो जुन भयो नि हुन्छ, तर यो अलिकति बलियो पनि छ, ड्युरेबल पनि छ चाहिँ। तर यस्तोमा सुरुवातमा धारो हेर्दा चाहिँ यो टुटी हुन्छ। यो टुटी तपाईँको योसँग कुनै पनि एङ्गलमा मिल्दैन हैन। हामीलाई लाग्छ मिलेन भन्ने लाग्छ। यो यता धारो पानीको पाइपमा फिट गर्ने साइड भयो, यो टुटी पानी आउने साइड भयो। यहाँ चाहिँ हाम्रो वासिङ मेसिनको पाइप फिट हुनुपर्छ। यो चाहिँ के हुन्छ भने यो खुल्छ, धारो किन्दा यो सँगै आउँछ, तर यो खुल्छ र यहाँ चाहिँ यो ठाउँ खाली हुन्छ। ठिक छ, यो ठाउँ खाली भएपछि हामीले पठाएको पाइप चाहिँ तपाईँले फिट गर्न सजिलो होस्, प्लम्बर खोज्न नपरोस्, रेन्चु नचाहियोस् भनेर पठाइदिएको यो सजिलो प्रोडक्ट हो। त्यसकारणले यसलाई चाहिँ यहाँनिर मजाले यहाँ सजिलै यो आफैले फिट गर्न सकिन्छ यो धारोमा हैन। एकदमै सजिलै, केही पनि छैन यसमा। अब यति फिट गरेपछि तपाईँ कोही प्लम्बर चाहिएन नि। अब यो चाहिँ तपाईँको यो धारोबाट आयो। अब यहाँनिर चाहिँ तपाईँको यहाँ पनि तपाईँले आफै फिट गर्न सक्नुहुन्छ। यहाँ रहेको छ यहाँ हाम्रो वासिङ मेसिनमा रहेको यो साइड हो। यो चाहिँ यहाँ आफै फिट गर्न सक्नुहुन्छ। यो हामी आफै फिट गर्न सक्छौँ। यहाँ फिट भयो, यो यहीँ आफै फिट भइहाल्यो। अनि धारोबाट पनि फिट भयो, यहाँ पनि फिट भएपछि प्लम्बर किन चाहियो? प्लम्बर त चाहिएन। यो सजिलो भयो। तपाईँलाई यो एउटा सूचना यहाँनिर भयो भने यो अब यो धारोबाट यो माथि धारोमा फिट भए त भयो नि त, यो सजिलो भयो नि, यहाँ परेन। यो एकदमै सजिलो पाइप भनेर ल्याएको हामीले। कसैलाई रेन्चु नचाहिने, रेन्चु पनि परेन, प्लम्बर पनि खोज्नु परेन, वासिङ मेसिन कसरी फिट गर्ने होला भन्न पनि परेन, एक ठाउँबाट अर्को ठाउँ सार्न पनि सजिलो भयो तपाईँलाई भनेर यो बनाइदिएको। थ्याङ्क यू। अनि बाँकी रहेको अर्को ध्यान दिएर हेर्नुपर्ने कुरा छ, तपाईँहरूले बुझ्नुपर्ने कुरा छ। म अझै पनि यो भिडियो नजिक लगाएर देखाउन चाहन्छु। यो भाग तपाईँले वासिङ मेसिन लगाइसकेपछि यो जुन नट छ, मैले देखाउन गइरहेको छु, यो माथिको यो नट यो खोल्नुपर्छ पहिले वासिङ मेसिन फिट गर्नुभन्दा अगाडि। अनि यो नट खोल्नुपर्छ, तल पुछार मानि छ यसको सिधै तल, अनि यसको यतापट्टि सिधै तल यहाँ पनि यो नट खोल्नुपर्छ। यो वासर सहित है, यो कालो भएको वासर सहित निकाल्नुपर्छ बाहिर। अनि यो नट पनि खोल्नुपर्छ सँगै है। यो नट पनि सँगै खोलेपछि चारवटा नट चाहिँ अनिवार्य नखोलिकन वासिङ मेसिन चलाउन पाइँदैन। यदि चलाउनु भएर बिग्रियो भने कम्पनी जवाफदेही हुँदैन। 2 नम्बर कुरा। अर्को यो पाइप, यो पानी जाने पाइप हो, लुगा धुँदाखेरि पानी बाहिर जाने पाइप हो। कतिले गल्ती गर्नुहुन्छ अनि वासिङ मेसिनले काम गरेन भन्नुहुन्छ, लुगा सुकेन, लुगा धोएन भन्नुहुन्छ। यो गल्ती नगर्नु होला। यो पाइपको जुन लेभल छ, यहाँ लेभल जहाँनिर यो नट कसेको लेभल छ, यो नट कसेको लेभल हो, यो खोल्न पाइँदैन। यो चाहिँ यो भाग मात्रै पानी जाने, बाहिर पानी जाने भागमा पठाउने हो। छोटो भयो भने ल्याएर गाँच्ने हो, तर यो चाहिँ यहाँबाट तल खोल्न पाइँदैन। यो तल यहाँ बराबरमै लानुपर्छ भन्ने लाग्न सक्छ कतिलाई, पर्दैन। यो यहीँनिरैबाट क्लोज गर्नुपर्छ, यो यहीँ नै राख्नुपर्छ। यो यहाँबाट खोल्न पाइँदैन है। यो लेभल पाइप हो। यो वासिङ मेसिनले आफैले पानी फाल्छ बाहिर। बाँकी अब तेस्रो पोइन्ट के छ, वासिङ मेसिन राख्नुहुने ग्राहक महानुभावहरूलाई भने मेरो तर्फबाट कुनै पनि लग्जरियस प्रोडक्ट राख्दा यहाँहरूले राख्नुपर्ने, ध्यान दिनुपर्ने कुरा चाहिँ के हो भने यो प्रोडक्ट लग्जरियस प्रोडक्ट हो नि। यो लग्जरियस प्रोडक्ट हो। यसमा चाहिँ हामीले एकदमै सजिलो गरी काम गर्न चाहन्छौँ, तर हामी के ध्यान दिँदैनौँ भने हाम्रो घरमा मुसा लाग्छ, हाम्रो घरमा साङ्ला लाग्छ। यो लग्जरियस प्रोडक्ट हो। लग्जरियस प्रोडक्टमा मुसा र साङ्लासँग कम्पनीले ग्यारेन्टी दिँदैन। मुसा र साङ्ला कुनै पनि कम्पनीले ग्यारेन्टी दिँदैन। मुसा र साङ्ला तपाईँको हो, तपाईँले सुरक्षित राख्ने हो। मुसाले काट्यो, साङ्लाले बिगार्यो, साङ्लो यहाँनिर जस्तो एकछिनलाई मानौँ यो चाहिँ भागमा, यो डिस्प्लेको भागमा साङ्लाभित्र पसेर बिगार्यो, त्यो बस्यो भने अन गर्ने बेलामा मेसिन टच सर्ट हुन सक्छ, छिटो जान सक्छ। यो डिस्प्लेहरू गयो भने महँगो पर्छ। त्यसकारणले लग्जरियस प्रोडक्टमा ध्यान दिनुपर्ने, घरमा सरसफाइ, साङ्ला मुसा चाहिँ ख्याल गर्नुपर्छ। त्यो तपाईँहरूले ख्याल गर्ने हो। यदि मुसा र साङ्लाले बिगारेको सामान चाहिँ कम्पनीले जवाफ दिँदैन। त्यो तपाईँले 2 दिनमा लगेको 2 दिनमा बिगारो भने नि, 15 दिनमा बिगारो भने नि, 1 महिनामा बिगारो भने नि, त्यो हामीले दिने होइन, हामीले सर्भिस दिने हो। त्यो सर्भिस तपाईँले पाउनुहुन्छ। तर मुसा र साङ्ला जोगाउनु होला। थ्याङ्क यू।